घर कहाँ नि हजुरको? दिलबहादुर तेरो खप्पड अन्त के यहाँ भिडियो खिचेछ। हमको माछा छमा दाइहरु दिदीहरु यता हुनुहुन्छ। कस्तो रमाइलो छ हेर्नु, यहाँ कस्तो डरलाग्दो छ हेर्नु गाइस। यहाँ कस्तो छ बाटो। ए नेपाल स्वर्ग यो बाटो के हो सरकार? आशिका तामाङ दिदीले मोमो खानला कति टेन्सन गर्न देखेर। व्हाट्सअप गाइस, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आइब सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आज चाहिँ हामी पाइ टु सेराको टुर देखाउँदैछौँ हजुरहरूलाई बाटोमा। सबैजनाले हेरेर साथ दिनु होला। बाटो भेटौँला है गाइस। मेरो लुक्स चाहिँ यस्तो छ लुक्कै ल गाइस। अब चाहिँ हामी सेरातिर लाग्यो। अनि चाहिँ बहिनी म अनि अर्की लिला छिन्। हेलो गाइस भन। हामी चाहिँ अब रोड सिधै सेरा जान्छौँ। हामी बेला चाहिँ गाडी रमाइलो यात्रा छ हजुर। रमाइलो गर्दै हिँड्छौँ होइन। अझै हेर्दै हेर्नु रमाइलो हुन्छ आजको चाहिँ। हेर्नु त हाम्रो हिमा कति राम्रो आएको। आई लभ यु। आज चाहिँ गएको छौँ हामी। हाम्रो बहिनी हाम्रो लिला राम्रो खाना न केटीहरू खै त किन लाइन यस्तो खाटा रुजे सबै स्वाह रमाइलो छ। आज रमाइलो गर्ने चटपट खाने यो ल गाइस। आज चाहिँ हामी हाम्रो यति हो हामी जाने। मम्मीले गाली हाल्नु आज हिरोनी हेर्ने नलाइदिनु लाउनु हुन्न। ल गाइस हामी चाहिँ ढाडा आइपुग्यो। तिमीले सुन्डाला चढ्नु लागिसकेछन् कति छिटो। हतार छ बिचरालाई। खाना बिना मर्छु भन्छ। ओ आज तिमीहरूले मोमो खाऊ भने भिडियो गरौँलाई। च्यालेन्ज होला भिडियो। आज दुईवटा काम हुन्छ नि। एउटा भ्लग यसै हुने भयो अनि अर्को मुभी हुन्छ। रमाइलो छ जस। आज रनिङ कति हामी दुई हप्ता अन्त त बढी नै भयो सेरा जानी भनेर। फाइनली अब चाहिँ हिँडिसक्यो। रमाइलो छ। अब हेर्दै हिँड्नुहोस्। मैले माथि भिडियो गराउनु थिएँ यति के भन। अहिले देखेन किन देखेन कालो भयो भने उता देख्न नि। डोन्ट माइन्ड जस्तो हुन्छ त्यस्तै भिडियो हाल्ने कोसिस गर्छु। सबैले माया देखाइदिनु होला। धन्यवाद। अनि गाह्रो छ दाउ छ क्या नि। यसो 1000 सब्सक्राइबर पुरा भनेको कसैले गरिदिनु न क्या नि। ल अब हामी हिँडिरहेको के हुन्छ आज हेर्नु। हामीसँग कति पैसा हेर्नुहुन्छ धेरै छैन। यता अर्को गोजीमा अनि अर्को गोजीमा पनि छ। जति छ जति होइन ठिकै हाम्रो लागि जति छ। धेरै लामो हुन्छ होला भिडियो थाल्नुपर्छ। कति धेरै पैसा भन्थ्यौँ। यता यो जुडिया मितिनीहरू गफार दिने छन्। म एक्लै हो। गाह्रो हो कोही छैन नि हेप्छन् मलाई। के अरे जाडा एक्लै छु। जाडा एक्लै। ल गाइस अब हामी रुम कहाँ थियो हामी धेरै ब्लग चाहिँ बनाउनु न अलिअलि बनाउँछु। त्यही हेर्नु होला। अहिले चाहिँ यति अब राख्छु। अनि धेरै मोबाइल चलाउँदा फेरि के भन्छन् गाउँमा होइन गाह्रो छ हामीलाई नि। हेर्नु गाइस यहाँ कस्तो छ बाटो। ए नेपाल स्वर्ग यो बाटो के हो सरकार? आशिका तामाङ दिदी भनिदिनु न प्लिज यस्तो बाटो। झोला मलाई बोकाउने नि एकैछिनका लागि। आशिका तामाङ खुट्टा पोरो भयो। खुट्टा देखाउन लायक नै छैनन्। कसरी हो र हिँड्ने यता साली कमल। हामी रुम टाइयो गाइस। अलिअलि भिडियो गराउन धेरै मान्छे हुन्छन् क्या। अलि लाग्नु हुन्छ मलाई। लाज भन्दा नि कुरा काट्छ नि। गाउँको मेन विशेष त्यही हो।
ओ छिटो जाम कहाँ आइज म भरिया भइछु गाइस भरिया ओ पहाडा चढेको मान्छे हो आँटा खाएको निकाल्नु पर्यो आँटा खाएको पहाडको मान्छे दौडिनु पर्छ पहाडको मान्छे अर्किने नि बोल्छ तिमी नि बोल न लिला बोल दौडिँदै तान्न पर्यो सालीको मला बिमला त पहिला गइन्थेन सम्हाल रमाइलो छ ल गाइस हामी चाहिँ अब रुम आइसक्यो रुम गएको पुल चाहिँ अहिले भर्खरै बनिरहेको छ ए हेर्नुहोस् धेरै मान्छे हुनाले यस्तो छ पुल उहाँ मान्छे हुनुहुन्छ यता यस्तै धेरै काम गर्न लाग्न अलि देखेन मैले ए ल हाई गर्न ल गाह्रो छ आइमा आज छप्री भयौँ पुल कति अलि देखाइन होला यता के बनाएको यस्तो स्मुथ छ यहाँ माथि घर थियो अनि भत्काएको कारण क्या अहिले यस्तो गराएको छन् अनि हाम्रो घर चाहिँ यता माथिपट्टितिर जाने फेरि आउनु भने यो पुल तर्नु यतातिर जानु ल अब यो रुमटा अब अलिअलि देखाइयो कति भोल्भो हुन्डाई हो कि दुइटा आइछन् ल हेर्नु काम गरिन्छन् ल गाइस अहिले देखाउँछु म कामको मार्च छेउमा दाईहरू दिदीहरू यता हुनुहुन्छ कस्तो रमाइलो छ हेर्नु यहाँ कस्तो डरलाग्ने छ नडराउनु है उहाँ दौडिसक्यो तिनीहरू यता राम्रो छ रमाइलो छ जेस् मेरो अनुहार त के भइसक्यो रातो भयो सही हो बेबी नानी सही हो बेबी सुन्दैनन् ल अब अहिले यहाँ चाहिँ त्यही काम गरेको देखाउन हामी चाहिँ आज हाम्रो चाहिँ काम छैन काम नपाएर हिँड्ने भन्नु होला हामी चाहिँ काम नभएर हिँडेको तर उता काम भएर हिँडेको हो छि कस्तो देखियो म त छ्या एम छप्री देखियो आज म गाह्रो हो मलाई ल गाइस हामी चाहिँ यहाँ आइसक्यो कहाँ हो खै ठुल्ठुलो डमाडुङ्गामा अब चाहिँ यहाँ फोटो खिचेर चाहिँ हामी जान्छौँ काम हर्न लाग्नु माथि ल गाइस हामी चाहिँ फाइनली कहाँ गयो छाप्रोमा कुदाउनु कति राम्रो देखेको हुन्छ कुदायो फाइनली गाइस छाप्रोमा आइसक्यो होइन छाप्रोमा चाहिँ छाप्रो हेर्ने थियो अब 15 मिनटमा चाहिँ सेरा पुग्छौँ 15 कि 10 जना यस्तै हुन्छ 15 नि लाउनु 15 नि लाउनु ल हेर अब कति बजी बजेछ कति 29 अब के गरा हुन्छ आज हेर्ने ल गाइस फाइनली सेरा आयो हामी स्टिकली छैन म यहाँ अलि सबै फोरै भयो कि जाउँ गाह्रो होइन जुराब लाउने होइन हजुर अहिले लाउने सेरा आज किन नराम्रो आएर क्यामेरा उस भयो राम्रो छ यो त राम्रो छ इनिसियलमा छ नि इनिसियलमा छेउ र छैन कसैले यो मन पर्यो आउनु होला सागर फेन्सीमा आउनु होला मोमो खानु लाग्यो कति टान्छन् गर्न देखेर 10 टान्छन् चटनी कस्तो मैंने बोला चाबी वापस टेबल पे रख कॉलेज के लेट हो रहा है इसलिए मैं गाड़ी लेके खड़ा उसने बोला गाड़ी लेके जाएगी आपके बगल वाली लड़की जीत जाएगी यार मुझे किसी भी भैया जी तो थोड़ी कैसे दी है 100 रुपए की फुल प्लेट है 50 रुपए की हाफ प्लेट है बताओ जी कौन सी खा अच्छा आज मैंने राशा अपनी बहन आशा की तरह और आज मैं आशा अपनी बहन ल गाइस अब चाहिँ हामी घर हिँडेको अवस्था भइसकेको छ हाम्रो सामान चाहिँ यति हो न धेरै किन्दैन होइन भाइलाई मोमो किनिदिन्छ मैले जान्छौँ गाइस दिस इज कुकुर
बुबा के भएर आमा आराम गर्नुहुन्छ हजुर किन र यहाँ बस्नु भएको उता उता बस्नु न यहाँ रोडबाट फेरि गाडीहरूले हान्ला भन्नु न गाडीले कति हान्छ हजुर गाडी रौसी हाल्नुहुन्छ र हजुरले नखानु कहाँ घर कहाँ नि हजुरको अमेरिका नाइस टु मिट यु धन्यवाद हामी चाहिँ टल भइरहेछ त्यो अगाडि ओइ हेलो भनिदेऊ न हेलो भन न अलिक थोरै छ उता गन लैजाइस हामी गऱ्यौँ पिरो लास्टै सदा हजुर बाई बाई तेर अहिले गाडी जहाँ भेटिन्छ त्यहीँ जाने रहेछ गाडी अहिले त मेरो सन्चो भयो सेरा होइन लाउनु गाई खानु अनि खानु भनेको पियो सेरा गाई हामी चाहिँ यस्तो यो नाम के अरे यो ठाउँको नाम ठेउली भन्नेतिर आम यस्तो हो यतातिर यस्तो घर छौँ उहाँ बाख्रा आएका छन् हाम्रो दिदी यता चाहिँ हाम्रो दिदीलाई यता छिन् कसैलाई मन परेमा सम्पर्क गर्नु होला 9801 त्यहाँकै उता आउनु मजाको हालत हेर मजाको हालत यता लिलाको सबभन्दा भएको अनि दिदीको अनि मेरो म चाहिँ बुबा हुनुहुन्छ हो यहाँ चाहिँ धेरै ठुलो खोला यहाँ कहिले तर्न नखोज्नु होला गाइड कता गर खोलो त यहाँ कहिले तर्न नखोज्नु होला गाइड मैले चाहिँ धेरै खान्छु गाइड होइन त्यही भएर मलाई कसैले माग्न नआउनु होला होइन मैले धेरै खान्छु खुट्टा दुखो गाडीलाई फुनानेको एउटा गाडीले हामी त घर आइसक्यो भन्छन् अर्को गाडीले बागलुङ छौँ भन्छन् गाइस कस्तो मुखको मोबाइल साथी छु हेलो हाम्रो ठुलोबालाई काम नपाएर हजुर 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 सेरा घर आएको हेर त हाम्रो ठुलोबाले कामै पाउनु भएन बाबा ठुलोबा के हो र कामै नपाएर यस्तो सेरा घर आएको ठुलाबा काम पाउनु भन ल ल ल ल ओ अब ती समीर किन आएका केटाडी खेले हाम्रा स गाउँका हुन् अलि देखिएन उस छ क्या आज यहाँ हाम्रो गाडी ल्याउन आएको थियो मलाई खनी छ गाह्रो छ हामी रुम्टा आइएछ है आइज ओइ
हाम्रो टुटुल्गु हेर्नुहोस् गाइस अझै नि काम गर्दै हुनुहुन्छ हामी घर आइदियौँ यता काम गर्दै हुनुहुन्छ यस रमाइलो छ होइन यता ब्रो 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 यता ब्रो ब्रो झोला ग्याङ म्याचिस बेबी तिमी ब्याक प्लिज भाइलाई कमाउने गर्छ हामीले नि आइफोन हामीले कमान भएपछि भाइलाई आइफोन 30 किन्नुलाई त्यतिखेर त 30 लन्च हुन्छ गिफ्ट जाऊ न गोरो गोरो यो गालामा मेरो लाडी चढ्यो रे ल रमाइलो छ कस्तो धोद्रो आयो अहिले त रमाइलो होइन क्यामेरा पुसेर आउनु पर्ने छ यस्तोले ल गाइस हामी चाहिँ अब सिजन टोलाइसक्यो हाम्रो भाइले अर्को भाइ निनाम भएको छ हामीलाई होइन हाम्रो सुरक्षा बोडीगार्ड हुनुहुन्छ उहाँहरू त उसको हो नि अघिको ट्र्याक्टरको सिजनाटो अलिक कस्तो ब्लर आइदिरहेको क्या आज बिजुवा यता कहाँ थियो बोर्ड सिजनाटो सिजनाटो लागि विश्वकर्मा समाजमा यहाँ आइज भाइ के अरे ट्रान्सफर्मेसन हो कि ट्रान्समिटर डिले हो भने डिले अब भमरा डाँडो चम्काउने क्या डिलबहादुर तेरो खप्पड अन्त के यहाँ भिडियो खिचेछस् र अन्त यहाँ मलाई भाइरल हुनुहुन्छ त भाइरल अस्ति नाचमै भाइरल बसेको त म त हामी चाहिँ कति प्रतीक्षा गरेको थियौँ गाडीको चाहिँ बस त्यही छ हाम्रो एटिट्युड देखाउँछौँ क्या हाम्रो गाउँघरले रोक्नु नि ठुल्बा अब बसमा जाने अब यतिखेर भयो नि भाइ आउनु छिटो जानु न म जान्छु दोमानासम्म जानुपर्छ ए बस्छु म त ल हामी दोबनमा ठाउँमा छु नि अलिक चढाउनु दिन्छ भनेर हेर्नु कस्तै रिस्क हात गाँसी यस्तो हो क्या मनको बाघले खान्छ भन्छ नि त्यस्तै हो अब डराउनु त कुनै ठुला जाउँछु ल्याएर ठुलो बाल त दुईवटा खोइला यत्तिकै पाउनु भयो यो ठुलो त घस्टो हुनुहुन्छ यार त्यो न अरूको श्रमको पैसा त दिनै पर्यो नि जसो तसो होइन मलाई त मम्मीले किनिदिनु चाहिँ भन्नुभएको नि त त्यही भएर त मैले सर्ट दिएँ अनि किन्न पर्ने थियो ल पैसा नै दिइहालेँ तिमीले मलाई त टोइलेट लाएर बिलाएर नि हो यार छेकेर ए ठुल्बा छिटो आउनु सही ए हिँड्यो कहाँ गाडी सालिम मैले